यहाँबाट अब जान सक्नु पर्यो ढुङ्गाहरू हालिरहेको छ गाडी आउँछ सबै कुराहरू अनि नमस्ते यो चाहिँ 8 बिस्कोट नगरपालिका वार्ड नम्बर 1, 2 र 3 स्यालाखदी जाने गाडी यहाँ चाहिँ अहिले फसेको छ। विशेष गरी हरेक बर्सातको समयमा र हिउँदको समयमा यहाँको दृश्यहरू यस्तै देखिन्छ र यस्तो कुराहरू भइराखेको छ। त्यसरी चाहिँ भइराखेको छ। वर्षेनी यस्तो यहाँको नागरिकले दुःख भोगिरहेको अवस्था चाहिँ छ। हामी दसैँ तिहार लगायतका चाडपर्वमा गाउँ जाँदाखेरि यस्तो खालको दृश्यहरू हामीले देख्नुपर्छ र त्यहाँको नागरिकले दुःख बेहोर्नु परेको अवस्था छ। यस्तै दृश्यहरू प्राय हरेक वर्ष देखिन्छ र स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले यस्तो ग्रामीण क्षेत्रमा जोडिएका सडकहरू अलि व्यवस्थित गर्न पायो भने धेरै राम्रो। बढ्ने गाउँघरतिर जाने बाटो चाहिँ यस्तो हालतमा छ हैन, त्यही भएर चाहिँ अब बाटो चाहिँ राम्रो बनाइदिनु पर्यो क्या। सबभन्दा हाम्रो व्यवस्थापन गर्ने चाहिँ अलि राम्रो भयो हैन। कुराकानी त्यही हो। कुराकानी चाहिँ आउँछ होला। यो एरिया अब सधैँ त आउन्न, अब लगभग 2-4 दिनको लागि मात्रै हो। अहिलेलाई चाहिँ काम चलाउ। हामी खलङ्गादेखि बिहान 7-8 बजी हिँड्यौँ। अहिले चाहिँ बाटोको अवस्थाले गर्दाखेरि 11, साढे 11 भइसक्यो यहाँसम्म। अनि यो हाम्रो दुईवटा गाडी आएको थियो उता खलङ्गादेखि स्यालाखदी जानेसम्म। हाम्रो यो बाटोको अवस्थाको कारणले गर्दा धेरै पछि परिरहेछ हाम्रो स्यालाखदी चाहिँ। यो के कसरी हुन्छ, 2-3 वर्ष भइसक्यो यो अब हाम्रो यस्तो बाटो देखिएको है। हामी बाहिरबाट आउँदाखेरि जहिले पनि यस्तै बाटो हुन्छ। अब 1 वर्षभित्रसम्म चाहिँ हाम्रो बाटो नर्मल्ली गाउँघरसम्म पुग्नेसम्म भयो भने, जस अब सरकारले गरेछ भन्ने जस्तो भयो भने चाहिँ हामी अब ढुक्क हुनेछ। तर यस्तो अवस्थामा चाहिँ यहाँ सरकारले नजर दिएन, ध्यान केन्द्रित गरेन भने अब हामी चाहिँ के गर्नु त। अब पछिको अब युवाहरूले चाहिँ अर्कै अब अलिकति यो गाडी फसिसकेपछि यो बाटोमा ढुङ्गा बिछ्याएर बाटोलाई अलिकति सहज बनाउने, यात्रुहरूले पनि बाटो सहज बनाउनको लागि गरिरहनु भएको छ। अहिले यो ढुङ्गा ओसार्दै हुनुहुन्छ र धेरै लागिरहनु भएको छ। यहाँबाट गाडी अगाडि बढ्नको लागि चाहिँ यात्रुले नै अहिले काम गरिरहेको अवस्था छ। हेर्नुपर्ने अवस्था छ। उहाँहरू गाडीमा आउनुभएको बाटैमा अलि समस्याको कारणले कहाँसम्म आउनुभयो त? कहाँबाट आउनुभयो त? हामी त आज यता नदुवा बसेर। अनि अब तपाईँ घर कता? घर चाहिँ सुर्खेतबाट अब व्यापारको लागि हिँडिरहनु भएको छ। पहिलोपटक हो तपाईँ यता? अब धेरै पटक आउनुभयो। ए कति पटक आउनुभयो? 8-10 वर्ष पुग्यो। ए भनेपछि अवस्था सधैँ यस्तै छ। हजुर यतापट्टि चिसो यही डाँडा थियो, ओल्लोपट्टि छ। अनि
त्यो फोन हान्नु होला फोन है त्यो फोन हान्नु माथि डाँडामा त्यो आउनु होला खानापिना खाएर जानु है माथि छ है एकै ठाउँतिर हो माथि डाँडादेखि पल्लोपट्टि छु है ल ल हुन्छ ल है अहिले चाउचाउ खाइरहेछ अनि लाजभन्दा जङ्क फुड खानु हुँदो रहेछ अनि फेरि यो खाएर प्लास्टिक यहाँ फाल्ने होइन नि फेरि यसलाई चाहिँ जङ्गलमा फोहोर फाल्ने होइन यहाँ प्लास्टिकहरू फालिरहेछ होइन अनि नानी चाहिँ अब हिँडिसक्यो यात्रा गरिसक्यो उसले नमस्ते म अहिले आठबिसकोट नगरपालिका वार्ड नम्बर 3 माथि यो झारमारे लेकदेखि तल छु र विशेष गरी हरेक वर्षको यात्रामा मैले यस्तै जटिलताहरू भोग्दै आइरहेको छु सडक विस्तारको क्रममा धेरै अप्ठ्यारो परिस्थितिहरू सामना गर्नु परिरहेको छ र जब यो बर्सातको समयमा यो बनिरहेको बाटोमा पहिरो आउने र पहिरोको कारणले गर्दै समयमै त्यो बाटो निर्माणको लागि पुनर्निर्माणको लागि व्यवस्थित नगरेको कारणले गर्दाखेरि अहिले यो स्यालाखदीको 1 नम्बर 2 नम्बर र 3 नम्बर वडावासीले धेरै दुःख भोग्नु परिरहेको अवस्था छ र केही महिना मात्रै यहाँ सवारी साधन आउने जाने गर्छ तर अधिकांश महिनाहरूमा यस्तै दुःखहरू भोग्नु परिरहेको अवस्था छ अहिले पनि तिहार पर्व अर्थात् दसैँ तिहारको यो पर्वको अवसरमा गाउँबाट बाहिरिएर आफ्नो अध्ययनको क्रममा काठमाडौँमा बस्नेहरू दाङ मुसिकोट लगायतका विभिन्न सहरी क्षेत्रमा बस्नेहरू अहिले तिहार मनाउनुको लागि गाउँ आउँदाखेरि यस्तो खालको दुःख भोग्नु परिरहेको अवस्था छ त्यसकारणले गर्दाखेरि स्थानीय तहको समयमै यो प्रति ध्यान गयो भने अझै सहजता साथ हामीले यात्रा गर्न सक्छौँ र विशेष गरी म आफै पनि यस्तो खालको समस्याहरू निरन्तर भोगिरहेको छु र आशा छ अब देशको परिस्थिति र अवस्थाको कारणले गर्दाखेरि केही समस्याहरू देशमा छन् तर पनि स्थानीय सरकार र कुनै पनि निकायले यता अलि यातायातमा ध्यान दियो भने अझ सहजता साथ हामीले यात्रा गर्न पाउँछौँ नमस्ते यस्तै अब अनि अलि कहाँबाट आउनुभयो अहिले कहाँबाट खलगाबाट के गर्न जानुभएको डेलिभरी थियो ए के जन्मियो त छोरा हो ल बधाई छ हजुरलाई छोरा जन्मियो अनि रोका चाहिँ होइन तपाईँ पहाडा जानु पर्यो ए कहिले जानुभएको 10-12 दिन भइसक्यो नि अब आज कति बजी पुग्नुहुन्छ घर त साँझै हुन्छ साँझ पुग्नुहुन्छ ए ल ठिक छ अहिले लगभग करिब हामी 2500 मिटर उचाइमा छौँ 2500 मिटरभन्दा अझै माथि होला झारमारे लेक एकदमै राम्रो फुल फुलिरहेको छ तपाईँले देख्नुहुन्छ यो पारी मैले अघि पनि तपाईँलाई भनिसकेँ यहाँ असाध्यै सुन्दर भ्यू देखिन्छ तर अहिले बाक्लो कुहिरोको कारणले गर्दाखेरि यो दृश्य हामीले देख्न सकिरहेको छैनौँ त्यहाँ पारी देख्नुहुन्छ हाम्रो गाडी फसेको छ अलिकति गाह्रो भइरहेको छ हामीलाई बेसी गर्दैछौँ मालिङ्गे अप्पर मालिङ्गे यो लद्दा भन्न मिलेन तर खलङ्गेतिर मालिङ्गे पुगेर यहाँ बसेर छौँ हामी यस्तो यात्रा मामा अब बल्ल यहाँबाट गाडी सुरु भयो यस्तो बाटोबाट अब यात्रा सुरु हुन्छ मान्छे छन् किन यो दे फेरि अब यात्रा सुरु हुन्छ
भित्रबाट भित्र त पुरै बिग्रिनु भयो त ल हिलो नभए कस्तो राम्रो मान्छे रहेछ नि त मजा बस्नु अनि अलि अगाडि आइरहेको थियो जस्तो हो त अन्त फेरि चिसो छ जटिल यात्रा नानीको कुरो यो अहिले माथि लगाउँदा हुन्छ ए बाबु त मजाले बस्यो के चिसो मलाई अहिले सम्झे आइहाल्छ दौडी मोबाइल टेक्नु राख्दैन बसौँ भाइ अब थोरै छ 5 मिनेट मात्रै हो चिसोको अवस्था के गर्ने अब हामी गाडीमा चढ्छौँ ल बसौँ है पुरा भइसक्यो हाम्रो भाइ बसौँ जाने मान्छे पछाडि म अगाडि हालिनु लग्छु त्यसलाई त उताबाट त्यो चार्ज नला अर्को होला है चार्ज लाएर होला नि अलिअलि यत्रो कौरी छन् भाइ यत्रो कौरीहरु कहाँ जाउँ भन्नु ओइ लड्की अघि गयो कति वर्षमा त त्यहाँ कति दिन बस्नुभयो ए अँ ल आज कति बजी पुग्नुहुन्छ त घर कति बजी पुग्नुहुन्छ सुन्नु भएन बिस्तारै बिस्तारै जाने पुगिन्छ जो तलदेखि आएर रोड भेटिन्छ नि त्यो रोडमा युट्युबमा अहिले यहाँ होइन छुट्यो बाटो छुट्यो ल खै एउटा फोटो खिचौँ बिरामीलाई यसो लानुपर्ने हुन्छ हाँसिरहेको थियो केटाहरू के हो पुरै भ्लग बनाएको छ है भ्लग फ्री हो केटाहरू डेढ घन्टा लाग्छ ओहो मात्रै चाउचाउ दिँदैन त मलाई अनि तिमीहरूले अनि के हो एक्लै खाने हाई गाइज भन्नु पर्यो के हाँसी लाज मानिरहेको छ फेरि केटाले गाउँ झर्दैछौँ धेरै रमाइलो छ चिसो चिसो मौसम यो रुखहरू हाम्रो गाउँतिर यस्तो खालको रुखहरू भेटिन्छ होइन बवाल टाइपको रुख कि अलिकति तपाईँले देख्नुहुन्छ पहिले यो ठाउँतिर हामी कति धेरै भैँसीहरू ल्याएर गाईहरू ल्याएर अनि आउँथ्यो होइन बाटो थिएन त्यतिखेर
बडो गजब थियो कि अहिले चाहिँ अब यस्तो भइराखेको छ होइन बाटो त छ तर पनि त्यति राम्रो छैन पहिलेको पुरानो यादहरू आउँछ अहिले अब पहिले जस्तो चाहिँ यो बाटो थिएन अलिकति यस्तो खालको विनाशको कुराहरू थिएन होइन अहिले यो बाटो सबै कुरा आएको कारणले गर्दाखेरि अलि विनाशको अवस्था देखिन्छ होइन रुखहरू ढलेको छ सबै कुराहरू यस्तो छ समस्या देखिरहेछ तर पनि पुरानो यादहरू आउँछ गाउँमा आयो भने यस्तो खालको ठुलो रुखहरू छ कता हिटीबाट आउँछ अलि दाम हामी त्यहाँबाट जाने हो हिटीबाट आउँछ आउनु बित्तिकै माथि जाने हो कि